यति बेला म नौतुना रेलवे स्टेसनमा छु। तर यहाँनिर म रेलवे स्टेसनको वरिपरि को दृश्यलाई देखाउने छु। विशेष गरी यो अब इन्डियामा सबैमा यस्तो हो कि होइन तर थाहा छैन। तर नौतुनामा चाहिँ मैले यो एउटा कुराको एकदमै अभाव देखेँ। यो शौचालयहरू चाहिँ नभएको अवस्थाहरू रहेछ होइन। यदि मलाई शौचालय को लागि एकदमै भौतारिन पर्ने अवस्था भयो। मलाई म धेरै ठाउँमा सोधेँ, मिल्दैन यसरी भन्नुभयो। विशेष गरी होटलहरूमा पनि अलिकति हाम्रो नेपालको जस्तो स्पष्ट धेरै ठाउँमा प्रशस्तै पाइने कुरा चाहिँ शौचालयहरू रहेनछ भन्ने थाहा भयो। त्यसैले यहाँ वरिपरि यातायातको अवस्थाहरू अनि वरिपरि बाटोको अवस्थाहरू चाहिँ धेरै राम्रो छ, तर शौचालय चाहिँ छैन। त्यसैले उता मेरो सालो केटा पनि शौचालय खोज्दै भौतारिरहेको छन्। तर वरिपरि यहाँ वरिपरि अधिकांश ठाउँहरूमा हेऱ्यो भने पुरै दिसै दिशा छ के। यहाँबाट हेर्ने कुरा चाहिँ के छ भने इन्डियामा चाहिँ शौचालयको व्यवस्थापन त्यति छैन रहेछ भन्ने बुझेँ साथीहरू। नेपालमा चाहिँ धेरै सजिलो छ, तर इन्डियामा चाहिँ अरू ठुला ठुला गाडीहरू मोटरहरू ठुला सबै इक्विपमेन्टहरू भए तापनि शौचालयको अवस्था चाहिँ एकदमै गाह्रो रहेछ। मैले धेरैवटा घरहरूमा पनि सोधेँ, पैसा दिएर शौचालय प्रयोग गर्छु भनेर यसरी सोधेको पनि थिएँ। तर उहाँहरूले मनाइ गर्नुभयो, छैन यहाँ मिल्दैन यसरी भन्नुभयो। यिनी गाडीहरू चाहिँ धेरै छन्, यस्तो अवस्थाहरू छ। धेरै ठाउँमा सोधेँ मैले, तर त्यो अवस्था गाह्रो रहेछ। यो चाहिँ रेल आउने बाटो, यसरी बाटोमै छु म। साह्रै दुःख पाइयो, गाह्रो रहेछ। यसरी वहाँ कुनामा गएर जङ्गलमा गएर आइयो। यो चाहिँ नौतुनाको ट्रेन स्टेसन हो। यहाँ चाहिँ वरिपरि ट्रेन पर्खिनु भएको व्यक्तिहरू पनि हुनुहुन्छ जानलाई। साथीहरू भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नु होला, के कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। ल नौतुनामा आएर कस्तो अनुभव हुनेछ त? खत्तम गाह्रो छ, गाह्रो छ। एकदमै गाह्रो छ है साथीहरू। भनिसकेँ नि अगाडि भिडियोमा होइन।